हेलो एभ्रिवान नमस्ते। यो चाहिँ नेक्स्ट डे हो। यो चाहिँ हामी देउराली भन्ने ठाउँमा आयौँ। हेटौडादेखि अलिक माथि रहेछ, एकदम राम्रो चिसो चिसो ठाउँ, राम्रो हाम्रो पूर्वको भेलिटार जस्तै ट्याक्कै। अनि खाजासाजा खाएर उठेर अनि फ्रेस भएर खाजासाजा खाएर बाहिर निस्किँदा 12वटा बिहेको गाडी थियो। 12वटा बेहुलो बोक्ने मात्र, यो बेहुलो बोक्ने गाडी है यो सिँगारेको। मैले 8जना त बेहुलो मेरो हातले गने, अरू 4-5जना चाहिँ कता थिए, फोटोसोटो खिच्दै थियो होला। अनि हामीले चिया खाएर अनि हामी निस्क्यौँ। अनि यो चाहिँ घुम्दै घुम्दै चरीकोट जानलाई काठमाडौँदेखि घुम्दै घुम्दै जानुपर्दो रहेछ। यो चाहिँ ललितपुर हो है, ललितपुर। अनि ट्याक्क घुम्दै घुम्दै गयौँ। अनि त्यस पछाडि यो चाहिँ माथि चरीकोटको दोलखाको सैलुङ भन्ने ठाउँमा, सैलुङ्गेमा यो चाहिँ हेर आलु खेती मात्र हुने, त्यहाँ चाहिँ पुरै त्यहाँ चाहिँ आलु खेती मात्र हुने। अनि हामी गयौँ। यो चाहिँ बाटो पनि कति भर्खर बनाउँदै गरेको, पुरै अफ रोड रहेछ। यहाँ चाहिँ जानलाई अलिक सोच्नै पर्छ, ठाउँ राम्रो मात्रै बनाउँदैन। अनि यो चाहिँ सैलुङ्गे डाँडामा जानलाई चाहिँ यो ग्रेट वाल जस्तो, चाइनाको ग्रेट वाल जस्तो मिनी ग्रेट वाल रहेछ। चाइनाको ग्रेट वाल जस्तो रहेछ। यहाँ चाहिँ टन्नै सिँढी, उकालोमा चढ्दा चढ्दा जाँदा गलेर पुत्तुका केटाकेटीसँग। अनि जाँदा जाँदा गऱ्यौँ। पानी पनि एकदम बिजोक, पानी पनि नपाउने, त 5 मिनट जाने ठाउँ पनि नपाउने क्या माथि चाहिँ। अनि गयौँ, हेर्दा चाहिँ कति राम्रो छ। अनि आधीसम्म पुगेर फर्क्यौँ हामी, हिँड्न नसकेर गलेर। अनि यही फोटोसोटो भिडियो खिच्यौँ, तर रमाइलो लाग्यो। हिँड्न नसक्नेहरूले चाहिँ प्लिज नजानु होला। अनि बेलुका चरीकोट आएर बस्यौँ। थ्याङ्क यू फर वाचिङ, बाई बाई।